हेलो गाइस ए हेलो फ्रेन्ड्स, यहाँ हेर्नुहोस् है। राधे राधे है सबैलाई मेरोबाट राधे राधे छ है। यहाँ हेर्नुहोस् है, अब परदेशीको लाइफ यस्तै रहेछ हो। के गर्नु, एक दिन छुट्टी हुन्छ। अब भोलि सन्डे छुट्टी, यसो लामो सुत्नु पाइँदैन। त्यसले गर्दा अब बेलुका शनिबार बेलुकै लुगा धुनु पऱ्यो हो। आफ्नो पनि, अन्त बुढीको पनि, अन्त नानीको पनि हो। नानी बुढी आफ्नो लुगा धुइले त जिन्दगी चाहिँ झ्याङले छ है साथीभाइ हो। एक क्लास हो, यति गरेन भने त गाह्रो छ है। भोलि त फेरि सुत्नु पाउँदैन, सन्डे हो, एक दिन छुट्टी हुन्छ कुरा हो। त्यसैले गर्दा अब अझै भोलि सन्डे के काम निस्किन्छ हो। धुलो बुलो झार्नेहरू हो, अन्त अरू अरू काम पनि निस्केला। त्यसले गर्दा अब लुगा चाहिँ धुइहालेको नि। भोलि पानीको पनि त्यति प्रब्लम हुन्छ सन्डे फेरि हो यहाँ त बेङ्गलोरमा। अन्त भोलि फेरि पानी बन्द पनि हुने डर। त्यसले गर्दा साथी हो, मैले चाहिँ आजै बेलुकै कपडा धोएर सुत्छु हो। भोलि चाहिँ अन्त 9:30-10 बजीतिर उठाइ हुन्छ कडा हो। भोलि त अब साथी हो, साथीभाइ हो छुट्टी हो। त्यसले गर्दा 10:30सम्म सुताइ हुन्छ है। अब लुगासुगा धोएर चाहिँ खानासाना बनाउनु पऱ्यो हो। खानासाना बनाएर चाहिँ खाँदा गर्दा त भरै बज्छ 11:30-12 बज्छ। सुत्दा त 1हरू हुन्छ हो साथीहरू। तपाईँहरू त डिनर भएर पनि सुत्नुभयो होला। मेरो त यस्तो हुँदैछ भर्खर ड्युटीबाट हत्तु भएर आयो हुन्छ हो। लुगा धुइ हुन्छ, गाह्रो छ हौ जिन्दगी साथी हो। गाह्रो छ है, गाह्रो छ साथी हो। बाई बाई सबैजनालाई, मेरो साथीहरूलाई, मेरो फेसबुक साथीहरूलाई राधे राधे।